guys, welcome back to my new vlog. हामी चाहिँ आज एउटा भ्लग बनाउन गइरहेको छौं। सो भ्लगको उद्देश्य चाहिँ रहेको छ मुस्कोट खलङ्गाको भाइरल पुल एकदम हैन सबैले चिनेको त्यो ठाउँमा चाहिँ आज हामी घुम्न जाने र त्योमा भएका केही विशेषताहरूको भिडियो फोटोहरू क्लिप गर्ने। अनि हामी चाहिँ ग्रुपमा छ। मैले एकदम यता कोठा हाम्रो यता मेरो जग्गा तन्नेरहरु रहेका छन्। हामी उहाँहरु चाहिँ मेरो एकदम पार्टनर हैन साथी जस्तो अब टक्क भिडियो बनाउने पराटाको भन्ने ठाउँमा। अनि यहाँ खलङ्गाको टक्क है यता। अनि यो चाहिँ एकदम ठुलो चौर छ, सो देख्न सक्नुहुन्छ। यता क्रिकेट ट्रेनिङ भइरहेको छ। उताबाट चाहिँ एकदम हैन पुल चाहिँ यहाँ छ। यता पुल चाहिँ एकदमै अब पुरो मानिसहरू हिँडिरहेका छन् होला। अनि यता हाम्रो टक्क प्रकाश चाहिँ उम्मिरहेका छन्। आज एकदम स्याड भएका छन्, किन हो थाहा भएन मलाई। सो घाम पनि अब एकदम उदाउनै लागेको छ। यता टक्क हाम्रो ठाउँ खलङ्गा। अनि यता हामी बस्ने रुम चाहिँ यता है ल, यता पातो खोलानेर। अनि ठाउँ देख्न सक्नुहुन्छ उता मठ भन्ने ठाउँ। अनि यतादेखि माथि टक्क राम्रो लागिरहेको छ। सो अब हामी जान्छौँ एकछिनमा पुलमा। ल अब हामी चाहिँ गएका छौँ। यता चाहिँ क्रिकेट ट्रेनिङ गर्दै अनि माथि को लम्बाइ चाहिँ रहेको छ 237 मिटर। सो हामी भाइरलपुलमा टेकिसकेका छौँ, देख्न सक्नुहुन्छ। भाइरल पुलको यात्रा होइन। हामी चाहिँ अब म चाहिँ योभन्दा अगाडि 2 वर्ष अघि आएको होइन। त्यहाँदेखि यतातिर अब हानी जानी त्यस्तै हुन्छ होइन। सो त्यही हो, बाहिरतिर मान्छेहरू घुमिरहेका छन्, हिँडिरहेका छन्। अनि यता खलङ्गाको सिन। अनि यता चाहिँ केटाहरू टक्क भिडियो बनाउँदै रोमान्टिक गरिरहेको छ। अनि यता अब सो त्यही हो, मानिसहरू हिँडिराख्ने। यो चाहिँ लास्टै अग्लो छ, सो देख्न सक्नुहुन्छ तलतिर यस्तो छ होइन। अनि यता चाहिँ खलङ्गादेखि देखिने सिन। अनि यस्तो छ। बिचमै पुगिसकेका छौँ। अनि बिचदेखि चाहिँ यता देख्न सक्नुहुन्छ तलतिर पुरै घाम पनि गइसकेको छ, थोडा अँध्यारो देखाइरहेको छ। यहाँ तलदेखि पनि एउटा रोड छ, कच्ची रोड। अनि सो देख्न सक्नुहुन्छ यस्तो छ तलतिर चाहिँ एकदम हाइट है, बबाल छ। मुस्कोट खलङ्गाको भाइरल पुल चाहिँ हो। अनि यता हाम्रो एकदमै होइन भलगर देवराज विश्वकर्माजी हुनुहुन्छ। उहाँले पनि भिडियो खिचिराख्नु भएको छ। सो अनि उता हाम्रो प्रकाश। हामी एकदमै हिँडिरहेका छौँ। अनि यता अब बजार चाहिँ त्यही हो। यता हाम्रो मिस्टर सर हुनुहुन्छ। माथि चाहिँ एकदम होइन लभली डाँडा भन्ने ठाउँ। अनि पिङ पनि छ, भाइरल बाजेको पिङ। सो देख्न सक्नुहुन्छ लभली डाँडा लगायत सब रमाइलो छ। यतातिर आज खासै कोही मान्छेहरू आएको छ पुलतिर, त्यही हो। अनि यहाँ यतातिर
ल हामीहरू चाहिँ अब यतैदेखि रिटर्न हुन लाग्यो है गाइज र कारणवश अब उतातिर यसो जानुपर्ने भयो साथीहरूको फोन आइगऱ्यो त्यही भएर हामी चाहिँ अब जान लागेको सो त्यो अब हामी चाहिँ हिँड्छौँ अब यहाँदेखि गएर पारी बजारदेखि यता कोठा आएर अनि माथितिर यसो घुम्न जाने भन्ने भयो फेरि अर्को अनि अब हामी चाहिँ हिँडिसकेका छौँ केटाहरू चाहिँ उता छ ओ छिटो आइजाउ न ल आइसकेका छौँ टक्क घामले देखिरहेको छैन है केटाहरूलाई अब हामी चाहिँ हिँड्न लाग्यो अनि हाम्रो देवराज सरसँग चाहिँ मैले केही कुराकानीहरू राख्न गएँ ल स्वागत छ तपाईँलाई यस प्रकाश भ्लगमा अनि तपाईँ चाहिँ यता कहिलेदेखि बस्न थाल्नु भएको म चाहिँ लगभग 2 वर्ष जति लागिसकेको छ ठिक छ अनि के गर्दै हुनुहुन्छ तपाईँ आज अहिले 9 कक्षाको अध्ययनमा निरन्तरता दिइरहेको छु ल अब आज यसो रमाइलो गरौँ कि भनेर तपाईँसँग अनि हजुरको एड्रेस मेरो 820 कोड नगरपालिका 2 हो तर ए ल ठिक छ बोलिदिएकोमा धेरै धेरै हजुरलाई धन्यवाद अनि कस्तो लाग्यो यहाँ खलङ्गाको भ्यू एकदम बवाल छ एकदम आजको रमाइलो छ आज शनिबार भएको कारणले एकदम आनन्दित छ ल ल ठिक छ ल अब हामी चाहिँ यसो जान्छौँ समय नभएको कारण हामी चाहिँ अब एकदम छोटो मिठो पनि अब छोटो भलक भयो अब के भन्ने होइन टक्क पुलदेखि अब चाहिँ कोठा निस्किनु लाग्यो सो देख्न सक्नुहुन्छ यता हिँडिराखेका छौँ घाम पनि लागेको छ अनि हाम्रो विशेष काम परेको कारण हामी चाहिँ अब उता बजारदेखि हिँडेको त्यही हो अनि हिँडिसकेका छौँ हामी